नमस्ते गुड मर्निङ साथीहरू। आज चाहिँ बिहानको 4:20तिर उठेँ म। 4 बजीको अलार्म लगाएको, उठ्नै सकेन। अनि उठेर फ्रेस भएर वासरुम गएर त्यस पछाडि यहाँ हाम्रो भाँडामा तात्दैछ तातो पानी। यहाँनिर मैले बनाउन लगाएको छु चाउचाउको सुप। चाँडो चाँडो खाएर जानुपर्ने हुन्छ। आजदेखि हाम्रो काम चाहिँ 5 बजीदेखि छ, नत्र अहिलेसम्म चाहिँ 6 बजीदेखि भइरहेको थियो। अनि दिउँसो अलिक गर्मी बढ्यो अरे, अनि त्यही भएर आजदेखि अलिक चाँडै जानु पर्नेछ। 6 बजी उठ्न त गाह्रो हुन्थ्यो साथीहरू। 6 बजी जाँदाखेरि चाहिँ 5 बजीतिर उठेर रेडी भएर यसो गइन्थ्यो। अनि अहिले चाहिँ 4 बजीको अलार्म लगाएको, बल्ल 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 4:20मा उठ्न सफल भइसकेको छु। अब भने खाजासाजा खाएर रेडी हुन्छु। हाम्रो चाउचाउको सुप चाहिँ यस्तो रहेको छ साथीहरू। 4:40 भइसक्यो, 10 मिनटमा रेडी भएर पुग्नुपर्ने स्ट्रबेरी फार्ममा। उपहारहरू त यस्तो पो पाइन्छ त साथीहरू। अब टोपी यो माथि होला। बिहान उठ्न कति गाह्रो हुने, उठेपछि त त्यस्तो गाह्रो त हुन्न साथीहरू। चस्मिस पर्यो साथीहरू, चस्मा नलाइदेखिन्न, अब के गर्नु। जानु साथी। यस्तो गर्ने, पछाडि होइन अगाडिको थियो होला यसको त। यस्तो गर्ने साथीहरू, यस्तो गर्ने अनि डिजेमा नाच्ने। अब तपाईँहरूलाई लाँदैछु म स्ट्रबेरी फार्म। जाउँ। फ्रेस साथीहरू, यस्तो राति हुँदो रहेछ नि त। यस्तो त्यसै लाइट दिन्छ नि त हामीलाई। यस्तो बलिने हो लाइट। अनि मेरो टाउकोबाट यो चाहिँ हातमा लाउने हो। सो हामीले लानुपर्ने हुन्छ होला साथीहरू। स्ट्रबेरी टिप्न चाहिँ खरायोमा आए जस्तो छ, देखिन्छ त देखिन्छ। तपाईँहरू पनि हेर्नुहोस् स्ट्रबेरी। साउहरूको रुम नजिकै छ कि फेरि थाहा पायो भने मार्छ। ल म काम रेडी गर्छु। स्ट्रबेरी चाहिँ यति भइसक्यो साथीहरू। यसरी टिप्दै टिप्दै लानुपर्ने, खानु पनि पर्ने। तर यहाँको चाहिँ नमिठो छ, 4 र 5 नम्बरको। यो भित्ताको चाहिँ यसरी हातले टिप्नुपर्छ। थोरै सिट छैन साथीहरू। लुगासुगा भिजेर झ्यापचुप यसरी डब्बा टिप्ने, छोडिराख्ने, भरे फर्किँदा दिने। अनि यसरी हुन्छ क्रेट चाहिँ। यसरी टिप्नु, खुट्टाले ब्याक सर्ने हो। उठेर खायो त मजा उठेर। साथीहरू अब लास्ट यो लाइन भित्ताको चाहिँ यसरी डब्बा लिएर हातमा राखेर टिप्नुपर्छ, किनभने यहाँ गाडी छिर्दैन। यहाँको चाहिँ खासै राम्रो स्ट्रबेरी चाहिँ छैन है साथीहरू। कोरियामा मोज देख्नुहुन्छ नि तपाईँहरू। यत्रो बोरा सबै लोड गरेर बोक्नुपर्छ। स्ट्रबेरी टिप्नु त हामीलाई आराम गरे जस्तो हो होइन साथी। स्ट्रबेरी टिप्दा त त्यस्तो गाह्रो हुन्न। त्यो छेउरा भित्ताको टिप्न चाहिँ एकदम गाह्रो हुन्छ। त्यो बिचतिरको चाहिँ गाडीमा गुड्किँदै मोज हेर्नु त। यहाँ आमामा कपडा यहाँ पानी
देख्नुभयो कस्तो छ शीतले सबै सबकै भिजेर टोपी सोपी चाहिँ खोल्दै राखेँ होइन लुत्रुक भएको छ सबै लुगा केही छैन जहाँ निचोरो त्यहीँ पानी आउँछ साथीहरू यस्तो टनेल हामीले 3टामा यो लास्ट हो 2टा सकिसक्यौँ बोराहरू टन टन बोक्नुपर्छ नि यो गाह्रो ह म छ तिमीलाई कोरिया गएर ठुलो भएको बोल्दा नि बोल्दैनौ भन्ने मान्छेहरूले त नि खिच्याउनु मन लाग्छ खिच्याउनु के गर्नु हामी यहाँनिर आरामले सुकुनले बस्न आएको होइन साथी हो यस्तो छ भन्दै अब हामी कामलाई स्टार्ट गर्नुपर्ने हुन्छ साउबा अहिले स्ट्रबेरी पुऱ्याउन गएको छ अहिले आइपुग्यो यति चाहिँ सेभ गरेको रहेछ अहिले हाम्रो चाहिँ छुट्टी भइसक्यो साथीहरू 5 बजेदेखि काम गरेर 11 बजे छुट्यो अरू बेला 6 देखि 12 मा छुट्टी हुन्थ्यो अब हात खुट्टा धोएर खाना बनाएर खानुपर्ने हुन्छ एउटा हात हुन्छ म यो धोएर लान्छु